उम्मेदवारको रूपमा आज उम्मेदवार दर्ता गर्नुभएको छ। यहाँको जितको अवस्था, यहाँको चुनावी प्लानिङ, जनतासँग प्रतिबद्धताहरू के छन्? स्वाभाविक हो, हामी अहिले एउटा विषम परिस्थितिमा छौँ। भाद्र 24 गते पछाडिको अवस्था हेर्दा अलिकति सबैतिर नयाँ टेस्ट लिउँ भन्ने सुन्छु मैले। म अहिले नेकपा एमालेको तर्फबाट गोर्खा प्रतिनिधि सभा क्षेत्र नम्बर 1 को उम्मेदवारको रूपमा छु। तर यो निर्वाचनमा मैले मनोनयन दर्ता गर्दै गर्दा यो प्राङ्गणमा उभिएर भन्छु, म नेकपा एमालेले गोर्खा जिल्लाबाट सङ्घीय संसदमा प्रतिनिधित्व पाउन सकेन। त्यसको मार गोर्खा जिल्लालाई परिरह्यो। त्यो मार पूर्ति गर्न पनि गोर्खा जिल्लाका जनताहरू त्यो चाहिरहेका छन्। र अलिकति नयाँ भन्नुहुन्छ भने, कसैले नयाँ मनपर्छ भने त्यो नयाँहरूमा पनि सबभन्दा नयाँ म हुँ। यो युगको यो अहिलेको अवस्थाको आवश्यकताको बोक्न सक्ने ल्याकत म राख्छु। सडक आन्दोलनमा मैले जुन किसिमको अनुभव हासिल गरेको थिएँ, त्यो अनुभव र म राष्ट्रिय राजनीतिमा काठमाडौँ केन्द्रमा बसेर जसरी यो आन्दोलनमा सक्रिय भएँ, त्यहाँ प्राप्त गरेका मेरा अनुभवहरूलाई अब यो समग्र गोर्खा जिल्लाको समृद्धि र विकासका लागि, गोर्खाली जनताको अभाव र दबावलाई मुक्ति गराउनका लागि यहाँभित्र भएका विभिन्न खाले समस्याहरू मैले देखिरहेको छु। हामीले भन्यौँ बुढी गण्डकी, आज बुढी गण्डकीको अवस्था कुन ठाउँमा छ? सङ्घीय सांसदमा प्रतिनिधित्व गर्नेहरूको चाहिँ अकर्मण्यताको कारणले गर्दा त्यो हुन सकेको छैन। यहाँ तमाम समस्याहरू मैले देखिरहेको छु। त्यो तमाम समस्यामा साक्षात्कार गर्नका लागि म यहाँ हाजिर छु। गोर्खाका क्षेत्र नम्बर 1 का जनताले नेकपा एमालेको तर्फबाट उम्मेदवार भएको आरसी लामिछानेलाई यस हिसाबले पनि जिताउनेछन्। नेकपा एमाले मुलुकको अब्बल र पहिलो पार्टी हो। यसका विरुद्ध भएका अनेक खालका आक्रमणहरूलाई परास्त गर्दै आज हामी आइरहेका छौँ भने गोर्खाली जनताका क्षेत्र नम्बर 1 का आफ्ना साथी भाइ भतिजो, एउटा छिमेकको काखमा खेलिरहेको एउटा आत्मीय, हिजो भूकम्पको बेलामा म यहाँ यो जनताको समस्या समाधान गर्न यहाँ चाहिँ जहिले पनि अनवरत लागिरहेँ। त्यसै गरी कोरोनाको समयमा म यो क्षेत्रका जनताहरूको चाहिँ जुन सालको समस्या थियो, त्यो समस्या समाधान गर्नको लागिरहेँ। यहाँका विभिन्न खालका चाहिँ समस्याहरू, जति छात्रहरू काठमाडौँमा अध्ययन गरिनुहुन्छ, त्यहाँभित्र आइपर्ने हरेक खालका समस्याहरू, गोर्खाबाट काठमाडौँ जाँदाखेरिमा स्वास्थ्य उपचार, अनेक खालका तमाम समस्याका चाहिँ जहिले पनि म केन्द्रित रहेको हुनाले यसपालि गोर्खाबाट नेकपा एमालेलाई विजयी बनाउनका लागि दुवै क्षेत्रका गोर्खाली जनताहरू लालायत भएको मैले पाइरहेको छु। अहिले हामीले हाम्रो प्रतिस्पर्धामा उभिरहनुभएका प्रतिस्पर्धी साथीहरूप्रति मैले केही भन्नु छैन। तर तपाईँहरूले उहाँहरूलाई हेर्नुहोस् र मलाई हेर्नुहोस्। तपाईँ स्वाभाविक हिसाबले सर्लक्क सबै कुरो पृथक पाउनुहुन्छ र तपाईँहरूले चाहेको जस्तो उम्मेदवार म हुँ। अहिले मैले पेश गरेका तथ्यहरूका आधारमा यसपालि फागुन 21 गते जुन निर्वाचन हुँदैछ, गोर्खा क्षेत्र नम्बर 1 बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रामचन्द्र लामिछाने, मेरो जुन नागरिकतामा नाम छ, तर आरसी लामिछानेमा तपाईँले चिन्नुहुन्छ, यो उहाँको त्यो नामको विजय सुनिश्चित छ। म गोर्खाली जनताको समस्यामा जहिले पनि हातेमालो गर्दै अगाडि बढिरहनेछु। सङ्गठनात्मक हिसाबले नेकपा एमाले गोर्खामा कमजोर छ भन्ने गरिन्छ, होइन? तपाईँ युवा पनि हुनुहुन्छ, विद्यार्थी राजनीतिमा लामो समय तपाईँले सङ्घर्ष गर्नुभएको छ। तपाईँको गोर्खामा जितका मुख्य आधारहरू चाहिँ के हो? साङ्गठनिक रूपले नेकपा एमाले सबल सङ्गठन भएको पार्टी हो। गोर्खा जिल्लामा सङ्गठन कमजोर किन भनियो भने निर्वाचनमा परिणाम दिन नसकेको हिसाबले कमजोर भनियो होला। तर त्यसलाई कमजोर भन्ने मान्नु हुँदैन। अहिले हाम्रो गोर्खा जिल्ला कमिटी चुस्त दुरुस्त गोर्खा जिल्ला कमिटी छ। हाम्रा पालिका कमिटीहरू त्यो क्रियाशील छ, वडा कमिटीहरू क्रियाशील छन् भने त्यहाँभित्र क्रियाशील तमाम सदस्यहरू दैनन्दिन जनताका समस्या समाधान गर्न लागिरहनु भएको छ। तर त्यो परिणाम ल्याउन नसकेको हुनाले साङ्गठनिक कमजोर छ भनिएको छ। त्यो कुरालाई निमिट्यान्न पार्नका लागि पनि हाम्रो जित सुनिश्चित गराउनु पर्नेछ र त्यही हिसाबले जनताले अहिले आफ्नो तयारी गरिरहेको मलाई अनुभूति भएको छ। यो कुराको म अहिले सुनिश्चित के गराउन चाहन्छु भने नेकपा एमाले त्यो सबल सङ्गठन भएको, राष्ट्रिय राजनीतिलाई समेत चाहिँ नेतृत्वदायी भूमिका खेल्ने र निर्णायक राष्ट्रिय शक्ति बन्ने भनेर अगाडि बढिरहेको पार्टी गोर्खामा कमजोर हुने छुट हिजो पनि थिएन, अहिले पनि छैन। साङ्गठनिक सबलता त्यति बेला मात्रै प्रष्ट हुनेछ तपाईँको भाषामा जति बेला जित निकाल्नेछ। सङ्गठन त अहिले पनि बलियो छ, तर जित नभएको कारण त्यसो भनिएको होला। त्यसको जवाब हामीले त्यो विजय यात्रामा हामी जब त्यो चोकमा हुनेछौँ त्यति बेला तपाईँले पाउनुहुनेछ। गोर्खामा नेकपा एमाले साँच्चै हामीले भन्दा कमजोर रहेछ, तर व्यवहार त त्यो रहेनछ भन्ने पुष्टि त्यति बेला हुनेछ। के छ साथीहरू?